भगवान जित राजकै होस्। अमितले हारेर राजलाई जिताइदिए हुन्थ्यो नि। छोडिदिनु भने मसिन आयो किन हातिन शेष? यो संसारमा तैले मात्र लभ गरेकी शेष र 2-4 दिन राज क्याम्पस आएन भन्दैमा यसरी झोक्राएर बस्नुपर्छ क्या हो? हामीले पनि त लभ गरेका छौँ, खै हामीलाई टेन्सन छैन? त राजलाई चाहन्छे छैन? उसो भए सबै कुरा बताइस् त राजलाई? अहिलेसम्म बताउन सकेकी छैन, तर मलाई लाग्छ उसलाई सबै कुरा थाहा छ। पूजा 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 कहाँ छौ तिमी? प्लिज म तिमीलाई केही भन्न चाहन्छु। पूजा आई लभ यू पूजा। La 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 Pooja, it's not joke, okay? Pooja, म 3 गर्छु। यति खर्चमा तिमी आइरहौ भने लेट्स सी। One, two, three. फिर आरती, प्रेम, विवाह भन्ने कुराहरूको आफ्नो महत्व हुन्छ। यसले कसैको घर आबाद पार्छ भने कसैको घर बर्बाद पनि पार्न सक्छ। मलाई थाहा छ तिमी राजलाई अति माया गर्छौ। कति यस्ता कुराहरू पनि छन् जो म तिमीलाई भन्न सक्दिन। त्यसैले के खोट छ मामा? होइन, तिमीमा त्यस्तो कुनै खोट छैन र मेरो भाइ राजमा त्यस्तो कुनै खोट छैन। तर पनि
किन किन मलाई लाग्छ तिमीहरूको यो प्रेम जीवन साथीमा परिणत हुन सक्दैन। आरती 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 मेरो कुरा त सुना। सबै कुरा भनिदिनु भयो क्या हो सबै भनिदिए। मलाई लाग्छ हामीले आरतीमाथि ठूलो अन्याय गर्दैछौँ। अब तिनले हामीलाई कहिल्यै माफ गर्दिनन्। भन्नु बाहेक अरू उपाय पनि त केही थिएन। भगवानले पनि हामीमाथि ठूलो अन्याय गरेका छन्। खै राजबाबु पनि आउनु भएन। बाबा हजुर पनि तयार भइसक्नु भयो। जाउँ। सानो मालिक तपाईँ भर्खर आउँदै हुनुहुन्छ। बाबा हजुर, ठुलो मालिक, भाउजू सबै तपाईँको बाटो हेरिरहनु भएको थियो। तपाईँ आउनु भएन त गइहाल्यो। ओ माई गॉड, म त कजन ब्रदरको बिहामा जानु थियो। बिर्सेछु यार। यस्तै हुन्छ, मैले पनि के बिर्सिसकेँ। हो जा यहाँ आउँदा। राज, यो घुङ्गुरो कसको? मेरो भाउजूको। ए तिम्रो भाउजूको? अनि तिम्रो भाउजू यो घुङ्गुरो बाँधेर नाच्नु पनि हुन्छ? मेरो भाउजू असाध्यै राम्रो नाच्नुहुन्छ। तिमीलाई आउँछ पूजा? नाच्न त मलाई आउँदैन, तर यसको आवाज मलाई असाध्यै मनपर्छ। राज, यो मलाई बाँधिदेऊ न प्लिज। ओके। तिमीलाई थाहा छ पूजा, यसको एउटा नियम छ नि, यो बाजिसकेपछि तिमी नाच्नु पनि पर्छ, बुझ्यौ?